Hello guys, welcome to my channel. So we are heading towards Murdi Himal. Hello. कता गयो भेना चाहिँ उता है हामी आइपुग्यो अहिले हरिचोकमा हामी चाहिँ आइपुग्यो पातलीखेत भिलेज तर हामी जाने चाहिँ यो यता हो के बाजेहरुको घर छ यो छ नि यो बाटो हो यो ठ्याक्कै उतै यो आहा दामी भ्यू देख्दै रहेछ नि त हामी चाहिँ जाने तल त बाटो अलिकति हिले छ हिले ओहो भोक लागेको अवस्था केही नखाइकन आएको सबैजना है भोक लाग्यो यो चाहिँ हामी अन द वे टु लान्द्रुक कस्तो राम्रो देखिँदो रहेछ यहाँबाट आहा आकाश त निलो छ हिमाल चाहिँ खत्रै ठुलो देख्दो रहेछ यहाँबाट हाम्रो गाडी विथ द ब्युटिफुल भ्यू कस्तो हुँदैछ बुढाबुढी सफर एकदम रमाइलो भइरहेको बटरफ्लाई ल अहिले घान्द्रुक र लान्द्रुकमा हामी झरेर यहाँ अब भाडी मिलाउँदैछौँ ब्रेकफास्ट खाने त्यसपछि रेडी टु वक एक्साइटेड गरौँको भएर रहेछ ओहो ल यस्तो भ्यूहरू चाहिँ खाने आमा यही यस्तो सब माथि गयो भने त म त ढले हुन्छ होला क्या यस्तो दामी छ यहाँ कति मजा हेन है बस्ने है सबै यस्तो मजाले बनाएर राखेको दामी वा कस्तो अर्गनाइज रहेछ क्या अन्त झर्ना कति लामो रहेछ उता घान्द्रुकबाट तल 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 तलसम्म बिहान बिहान कुकुरले गुण खाँदै बियर हजुर गोर्खा स्ट्रङ भइरहेछ हाम्रो ब्रेकफास्ट गुरुङ ब्रेड अन्डा अन्त नि खै टिबेटन ब्रेड नि भन्छ गुरुङ ब्रेड कस्तो अँध्याएर आएको के यस्तो हिमालको जरामा बसेर यस्तरी खानुपर्छ नि त होइन हाम्रो 400 रुपियाँको एउटा 400 रे 400 रुपियाँको गुरुङ ब्रेड मैले घरमै बनाउँथेँ है यो त एक दिन बनायो भने ल्याइदिन्छु बनायो भने भन्ने होइन क्या बनाउने ल्याइहाल्ने कति मिठो हो कस्तो सफ्ट है बाफ्रे पर्छ भन्दाखेरि 400 नै त 1000 हुनुपर्छ मिठो रहेछ यस्तो सफ्ट मैले बनाउँदा यस्तो हुन्न चेन्ज कुरा चेन्ज भयो 10 रुपैयाँ पर्दैन त्यस्तै होइन क्या भेना फोड्ने कसरी हो तातो छ यही हो स्वर्ग जाने बाटो 5 मिनट भयो हिँडेको थाकिसक्यो हालत बाटो न्युरो भेटेछ ल भेना न्युरो टिपेर एकछिन न्युरिदिनु नि त अब पैसा छैन यही बोकाएर तरकारी लर जाने हो कि पैसा छैन उकालो स्वर्ग जाने बाटो नढुङ्गो नमाटो न्युरो टिप्नलाई वहाँ पुग्ने ल एक छाक पुग्यो अझै पुगेन एक छाक तिमीले खाँदै खाँदैनौ अफकोर्स खाइहाल्छु नि हामीसँग भेडाहरू पनि वक गरिरहेछ यताको सिन चाहिँ यस्तो छ है टिएमसी लान्द्रुक कस्तो मजाको खोला छ यहाँ खालके किरा भेट्टायो है के हो यस्तो आँखा पनि छ दुईटा आमामा जङ्गलमा त कति धेरै बोकाहरू रहेछ हिँड्यो ए जा रे पारी घान्द्रुक लान्द्रुक ल बले भेना यताबाट हिमाल अलिक छोपिसकेछ यहाँ आहा आनन्द हो क्या आनन्द भएछ यहाँ माथि हामी टपमा छौँ ओ घान्द्रुक
मेरो नेपाल मेरो नेपाल। यहाँ जङ्गलमा के फलेको छ कस्तो मिठो लाग्छ। के होला है यो मान्छेहरू कहाँ कहाँ गएर रेस्ट गर्छ ल यहाँ छ के अमला जस्तो अनि यो पातहरू कस्तो राम्रो भनेको के हरियो है। यो चाहिँ वाइल्ड फ्लावर्स जङ्गलमा भेटेको है। यो के हो यो अरे यो धुवा यसैको हो क्या सुकेर च्याउ अरे भेना कति धेरै आएको यो रुख अचम्मको रुखभित्र अर्को रुख। ल यहाँबाट चाहिँ एकदम ठाडो उकालो सुरु भयो। ए यस्तो ठाडो छ यता माथि आम्मा ओहो यस्तो ठाडो उकालो छ कि ओ माई गड कसरी जाने हो यो के जात हो है टल्केर टननननननन भन्छ है बल्यो भेनालाई अझै केही यो त एकदम इजी लागिरहेको छ है अल्सो नपुगेर यहाँ उफ्री छ आम्मा त्यस्तो जोस हामी चाहिँ यहाँ शेष है हामी जङ्गलमा स्याउ खाँदै मुस्ताङे स्याउ। र हामीले जङ्गलमा अर्को कुरा भेटायो के हो है यस्तो छ यस्तो के हो यो कस्तो राम्रो घन्टी जस्तो फुल भेटायो। हाम्रो भेडाको जोसलाई चाहिँ मान्नै पर्छ है। फाइनली फरेस्ट क्याम्प सन रेज कस्तो मजाले आएको छ है। ए हाम्रो फर्स्ट स्टप यहीँ हुनेवाला छ लन्च। ल यही हो है फरेस्ट क्याम्प कति धेरै गेस्ट हाउसहरू रहेछ यहाँ चाहिँ मजाको जङ्गलको बिचमा रहेछ त्यही भएर पनि नामै रहेछ फरेस्ट क्याम्प। कस्तो राम्रो वाइल्ड फ्लावर्सहरू फरेस्ट क्याम्प है हिरो रहेछ नि त यहाँ बाहुँ में चलिया गरेर ल फाइनली हाम्रो लन्च गर्ने ठाउँ है। यहाँ चाहिँ हाम्रो लन्च हुनेवाला छ त्यसपछि हामी जान्छौँ लो क्याम्पतिर। दामी फुलफुलहरू छ ल दुईजना यहाँ जोडी के गर्नु लाग्छ नङकाटे जब भयो राति तब बुढी ताती भात खाने भनेको नङकाटेहरू तँ मजाले बादल सरी उडी भन्ने गीत यसैको लागि बनाएको रहेछ। केटीहरू 3 घन्टाको हिँडाइपछि नट ब्याड है अहिलेसम्म नट ब्याड अहिलेसम्म यो फरेस्ट क्याम्प होटल रिडोम्यान रेस्टुरेन्टमा आइपुगेका छौँ। अब यहाँ भात खाने चिया मलाएर 2 थाल भात खाने अनि फेरि टक्क जाने। ल फाइनली हाम्रो लन्च एकदम यमी होला जस्तो छ लन्च चाहिँ हेर्दा। त्यही त कालीमाटी सबभन्दा नजिक हो कि मासु खानु पर्यो मासु जति भोलि पनि 2 घन्टामा है त्यस्तो रहेछ नखाइयो चट भयो है ल चट सबैजना चट भोकाएर आएको सबै है मजा भयो मजा। अब हामी लन्च खाएर अब फेरि लो क्याम्पतिर लाग्दै यता माथि पनि रमाइलो रहेछ। स्टिल फर्स्ट क्याम्पमै छौँ है हामी। कस्तो बल हेरौँ त ल ल ठाडो पनि होइन ठाडो रहेछ के आम्मामा उकालो यो के को फुल यस्तो अनारदाना जस्तो छ। यता हेर्नुहोस् दिदी भेना कस्तो हुँदैछ थकाइ लाग्छ कि लाग्छ। आफ्टर 35 मिनट्स हामी आइपुग्यो रेस्ट क्याम्प। अब रेस्ट क्याम्पमा एकैछिन रेस्ट गर्छौँ अनि बल्ल जाने है। ल है बाटो अलिकति नराम्रो छ हजुर। चढे घाम आएको यस्तो मजाले यस्तो दामी बाटो आयो अहिले चाहिँ। ल
ल लो क्याम्प आउन आँटे जस्तो छ यता चाहिँ 1 घण्टा पछि कुहिरो लाएर दामी भन्छ यहाँ जङ्गल चाहिँ आऊ गरे आऊ ल पानी पर्दिरहेछ यहाँ होपफुली ठुलो नपरोस् रेनकोट लाउने तयारी हुँदैछ हामी रेनकोट लाउने भएन पर्दैन हामी अहिले रेस्क्यु क्याम्प आइपुग्यो फाइनली रेस्क्यु होला जस्तो छ है अब यहाँ ल रेनकोट लाउने ल मेरो नयाँ जुत्ताले साथ दिन छाड्यो अब कति मान्छेहरू आएको कस्तो दामी देखेको चाहिँ जङ्गल चाहिँ ल फाइनली लो क्याम्प आइपुग्यो लो क्याम्प आउने बित्तिकै हिमाल यस्तो दामी देखेको छ कि वेलकम टु होटल गड वेदर त खतरा भएछ नि त आज त आमामा हिमाल लगाएर हिमाल एम कति ठुलो देख्ने क्या ओहो नि भेना हिमाल छुनु त भेनाले त हिमाललाई टच गर्ला जस्तो देखेछ है आशा यता हेर्न आहा कस्तो दामी देखेका हिमाल त छुनै मिल्छ ल आज चाहिँ वी विल बी स्टेइङ हियर हाम्रो गेस्ट हाउस भ्यू पोइन्ट समथिङ हो दामी रहेछ है भ्यू त खत्रै रहेछ नि त झन् माथिबाट कस्तो देख्ला म त पागल हुन लाग्यो भ्यू देखेर आहा स्काई पनि यस्तो दामी देखेछ क्या आज ल हाम्रो रुम नम्बर 5 ए झन् ठिक रहेछ ल भेना यहाँ छेउमा सुत्छ है कि म हो यहाँ कि म हो त्यहाँ वाह है दामी खोइ खोल त हेत्तेरिका बादल लगाइहाल्यो न त हिमाल ठ्याक्क देख्दो रहेछ नि त उठ्नु कस्तो रातो देखेको है यस्तो दामी त मैले कहिल्यै देखेको थिएन है कति ठुलो हो के बादल सरी यता छ हाम्रो मेरो नेपाल हेलो वेलकम टु लो क्याम्प आजको हाम्रो बसाइ रुम नम्बर 5 होटल भ्यू पोइन्टमा यस्तो दामी देखेछ कि हेभेन अहिले यस्तो देखेछ माथि गएपछि के होला यस्तो छ अहिलेको इभिनिङ भ्यू यहाँ बादल रेडी छ यहाँ ढाक्नलाई आहा बादलको माथि अहिले हामी हाम्रो रुममा छौँ पछाडि ब्याकग्राउन्डमा हेर त के छ यस्तो हो नि त आमा यस्तो थकान मेटियो 6 घन्टाको थकान गन ल यस्तो आनन्द छ कि आहा सुती हेर्न पाइरहेको छ हिमा यहाँ बुढाबुढी खाना ल्याइरहेछ है वेल चियर्स ल दुईजना झ्याप हुन्छ मैले कोकोला पो सम्हाल्नु ल चियर्स है चियर्स ल चियर्स सुती खानु त रक्सी होइन पानी हो मेरो त फेरि यो चाहिँ हाम्रो डिनर लो क्याम्पमा जाडोले हैरान छ है यस्तो चिसो बुढाबुढी त 8:30 मै भुस परिसक्यो Good morning everyone. It's 5:45 AM in the morning. अहिले चाहिँ सनराइज हुन आँटेछ यस्तो दामी देख्दो रहेछ नि त यहाँबाट त यस्तो भ्यू हेर्दै ब्रस गर्दै दामी चरा रहेछ नि त पुच्छर पनि लामो भएको लामपुच्छ्रे हो क्या यसको नाम उड्यो यता माछा पुच्छ्रे होइन यता चाहिँ लामपुच्छ्रे बल्यो होइन 8:30 मा सुतेको मान्छे यतिको लागेछ घाम अहिले खै घाम त कुर्दा हुँदै आएन ल जोडीहरू बिहान सनराइज हेर्दैछ सनराइजको हालत चाहिँ यस्तो छ है अलिक गोलो भएर फर्स्ट ब्रेकफास्ट आज के ल दाम बनाउँदै थियो केटाहरु ल हामी अब लाग्यो बादल डाँडा अनि हाई क्याम्पतिर
ल जाउँ जाउँ जाउँदा गुरुजी जाउँ हामी एउटा स्टपमा आइपुग्यो अहिले लुक एट दिस हेभन वाउ वेलकम टु हेभन जन्नत यो चाहिँ वे टु मर्दी कस्तो दामी खतरा दुई घन्टा पुगिन्छ है भिडियो सुरु एकछिन भन्नु बादल डाँडा यता चाहिँ जाँदैछौँ हामी हिमाली छेकिन लगाइसक्यो बादलले मेरो जुत्ताले धोका दियो बिचरा भोका के गर्नु यस्तो खटारा जुत्ता रहेछ ल यता पनि गएछ यस्तरी अब चप्पल लाएर हिँड्नु पर्यो नि त ल चप्पल रेडी टोल जाने चप्पल लाएर अब मर्दै हिमाल जाने भयो म त च्यापैसँग चाहिँ अबि कति ठुलो हो जुत्ता च्यातेर चप्पलमा हिँड्नु परेछ यसरी यता हामी आइपुग्यो अहिले बादल डाँडा ड्रोन सट अनि किस 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 एकैचोटि देखाएन क्या मैले माछा पुछ्रे देखिरहेछ अहिले बादल सरी फ्यात्तरीका भुँडी देखाउनु पर्छ खिच्ने बित्तिकै यस्तो छ है बादल डाँडाबाटको सिन हामी यो सबै बाटो हिँडेर आएको है अघि भर्खरै त्यहाँ थियो कति छिटो यहाँ आइपुग्यो कफी ब्रेक बादल डाँडामा आशा देवी हिरोइन देखेछ हिरो पनि आइपुग्यो त चामुण्डा बादल डाँडाको टोइलेटबाट निस्किने बित्तिकै यस्तो भ्यू देख्छ है आम्बो खतरा के भने ल अब हामी लाग्यो हाई क्याम्पतिर यति यो डाँडा पुरै कटेर अझ अर्को डाँडा पनि छ अरे कुहिरो लगाइसक्यो अब सबै हिमालहरू छोपिदिन्छ नि त ए छोपिसक्यो यता ओहो कति फास्ट आएको हो के हेर्न सबै छोपिदियो है ओहो छोपिदियो नि त अब त यो अन्नपूर्ण नि पुरै छोपिदिन्छ नआइज न जा 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 फु 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 जा आशाहरू पुगिसक्यो यता सबै कुहिरो लाग्यो वा कस्तो दामी यहाँ सानो पोखरी रहेछ सुरु यहाँबाट टक्क हिमाल ल यहाँ चाहिँ पुरा घोडाहरू छ याकहरू पनि रहेछ त्यहाँ रेस्ट गरिरहेछ याकहरू यतापट्टि चाहिँ के छ खच्चड खच्चड मैले त देखिनँ ए आइज 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 ए कति धेरै के हो यस्तो वाउ अबे यस्तो नि हुँदो रहेछ है कङ्गारु होला न्याउरी मुसा यत्रो ठुलो हुन्छ न्याउरी मुसा यस्तो डेन्जर भिड छ माथि जाने बाटो आम्मामा बल्यो भेना कहाँ पुगिसकेको उड्यो 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 यस्तो बाटो हिँड्दै अब हामी हाई क्याम्पतिर जाँदैछौँ अहिले यहाँ चौतारीमा रेस्ट गर्दैछौँ है कस्तो दामी क्या रुखले बाटो बनाइदिएको यहाँ के भेट्यो भने यो कटन फ्लावर कस्तो मजाको कटन फ्लावर रहेछ नि त वाउ बाफ्रे
अब सक्दिनँ जान्न अब जान्न ल फाइनली हामी आइपुग्यो हाई क्याम्पमा सो वी क्यान स्टे हियर टुनाइट भोलि चाहिँ बिहान कुखुरा नबास्दै यो डाँडा कटेर भ्यू पोइन्टमा जाने रे फाइनली हामी आइपुग्यो आजको हाम्रो गेस्ट हाउस नमस्ते दाई आइपुग्यो आहा कति राम्रो रहेछ दाईको गेस्ट हाउस त ल आशादेवी कस्तो फिल भयो एकदम रिल्याक्स फिल भइरहेछ त्यस्तो गाह्रो भएन है मान्छेले यत्तिकै बढाइ चढाइ भन्दैदो रहेछ क्या हामी चाहिँ एकदम खतरै पो छौँ कि क्या हो त नि ओ भेनाले यहाँ दाइको कसरी ल्याइदिनु भएको छ निहुरेर दिनुपर्छ है भेना निहुरो त भोलि त ठाडै हो झन् ओ माई गड यो चाहिँ आज हाम्रो हाई क्याम्पको रुम ल भित्र हेर कस्तो छ आज त म यहाँ एक्लै सुत्छु यहाँनिर छ सोलरको यो मार आशा देवी न्याप लिँदै एकछिन रातभरि बुढाबुढी घुरेर सुत्न पाएको थिएन हामी त स्ट्रेट किचनभित्र हे म सुत्ने बेलामा तिमीहरू यहाँ खाएर बस्ने सुतुवालाई सुत्न दिनु परेन सुतुवा रातभरि सुत्न नदिने घुरुवा मलाई भन्छ के यो निहुरो के लाउँदै हो ए टन्नै भएछ त है यहाँको नै सानो एउटा ए यहाँ पनि थियो पहिल्यै एउटा मुठा रहेछ कि सानो ए हाम्रो दाइले यहाँ खाना पस्किँदै हुनुहुन्छ ओहो मिठो होला जस्तो छ मान्छे एकदम ढिलो भयो आज 2 बज्न लाग्यो ल कस्तो हुँदैछ खाना एकदम दामी मिठो भएछ है एकदम यस्तो दामी नमिठो भयो नि मिठो भयो माने होइन एकदम मिठो छ यहाँ बादलको भित्र भित्र पिङ खेलेर डाँडा यस्तो भिड डरै लाग्दो कागै काग हुँदो रहेछ यहाँ चाहिँ कागले बोलायो ए काग उता भाग हाम्रो होटलबाटको भ्यू यो डाँडामा चाहिँ पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो बादल सरी उडी त्यो त मलाई स्पेस बचाउनलाई गरायो हाम्रो रमी कप होइन रमी कप है रमी कप खेल्दैछु म फर्स्ट टाइम है ओ माई गड सनसेट हुनु लाग्यो है यस्तो दामी देखेछ कि भर्खरै कुहिरो सुइरो सब क्लियर भयो अहिले वाउ त्यहाँ होइन मुन्टेलास सनसेट हुनै आँटेछ है तर यो कुहिरो धेरै लाएर ऱ्याग ल हिमालय छोपियो नि त झन् कुहिरो लाएर सनसेट हेर्नै पाएन अहिले चाहिँ यत्तिको खुल्यो है सुषमा तिम्रो माइज भेट्यो है सुषमालाई भिडियो पठाउने हो सुषमालाई पठाइदिन्छु तिम्रो मम्मीले पनि चिन्छ नि मलाई ए चिन्नु होला नि ओहो हेर त वा तपाईँ आउनुभएको त दामी खुल्यो त ओहो यही मान्छे चिन्दो रहेछ के कस्तो चिसो है त्यही त नि आहा अहिले त खुल्न लाग्यो वा रातो रातो हुनु लाग्यो अब चाहिँ ल फाइनली अलिअलि रातो हुँदैछ हिमाल पनि खुल्दै खुल्दै छ तल यस्तो मजाको बादल लाग्छ कि ओ माई गड कति राम्रो जति खिचे नि खिच्न मन लाग्छ के गर्न ओ माछापुछी त रातै भइसक्यो है उता यस्तो गाउँ छ अनि उता बादल ओहो ल सनसेट भएर यस्तो मजाको भइरहेछ अहिले रातो रातो यो चाहिँ हामी बसेको होटल है सन्तोष दाइहरूको यो हो गीतमा डान्स भइरहेछ आज त्यस्तो खासै राम्रो सनसेट त भएन यतिको भयो नि भयो जस जाडो छ जाडो यो मुक्तिनाथ
अलि कति वर्ष पुरानो टोपी हो यो 2000 कहिले गएँ म भयो होला 12-13 वर्ष पुरानो टोपी रात पर्न आँटिसक्यो अहिले चाहिँ बोल्यो भने यहाँ फोटो खिच्दै हुनुहुन्छ आशा भित्र गएपछि यहाँ छ आशा चाहिँ सिरो गोडेर है कति मजा हो बुढाबुढी आज के साथ फेरि भोलि माग्नु खै त के हो दाइ फेरि बाइ बाइ बोल्यो भने चाहिँ यहाँ भान्से आज यो हामीले हिजो टिपेको न्युरो हामीले के भन्नु बोल्यो भेनाले आउँदैछ आउँदैछ दाइ ल गयो पाप पढ्यो हाम्रो यहाँ पाहुनाहरूको लागि सर्भिस डिनर सर्भिस हुँदैछ है हुन्छ यसो हेल्प गरिदिएको मात्र तपाईँको हात साह्रै मिठो भएछ दाइ हजुर धन्यवाद यो मिठो खाना बनाउने मान्छेको हात कहाँ गयो हात देखाउनु त दाइ हजुर होइन हो नदेखाउ कालो छ पाहुनाहरूको लागि खाना दिन जाँदैछ आजको अनर यो चाहिँ हाम्रो डिनर आज नन भेज ल दामी छ है यता म त सुरु गरेँ है आशा ल सुरु गर डाँफे चरीको नौरङ्गी पखेटा पहिला तिम्रो
उनलाई मैले लखड्न सक्दिन भयो कुरा चाहिँ नगरौँ अब भयो लाको चोली कुमकुममा टाक्लाउने खानमा स्वास्नी राखेर टाक्लाउने खानीमा त तपाईँ नै बाउ हो यो होटेलको म चाहिँ मनको कुरा सबै नखोल समय भएको छैन यस्तो कुरा यो चाहिँ रातिको नाइट भ्यू है माछा पुच्छ्रेको छेउमा चाहिँ यो जुन लगाइरहेछ मेरो भिडियोमा चाहिँ राम्रै आएन कि अनि यो डाँडा त्यो बत्ती बलेको यो चाहिँ पोखरा यस्तो झिलिल्लो छ